हेलो गाइज, तपाईहरुलाई स्वागत छ मेरो न्यू डे न्यू ब्लगमा। आज चाहिँ हामी भोजपुरतिर जान पर्ने हुन्छ हैन। साथीको बर्थडे छ नि त आज, अनि साथीले चाहिँ बर्थडेको खुवाउन लाने अरे क्या हामीलाई। अनि खाना त जानु पर्ने हुन्छ, खाना चाहिँ छुट्याउनु हुन्न। साथीहरु हेर्नु जता जस्तो भयो नि खाना चाहिँ पुग्नुपर्छ, जता बडा भए पनि। उनीहरु चाहिँ अहिले आउँछ होला हाम्रो घरमा, अनि हाम्रो घरमा रेडी भएर जान पर्ने हुन्छ। हामी चाहिँ रेडी भएर भोजपुरको देउराली भन्ने ठाउँमा आइसक्यौँ हैन। हामी तीनजना चाहिँ देउरालीमा आइसक्यौँ। बर्थडे गर्लहरु चाहिँ उतै छ अहिले, भेट्न पर्छ। यो चाहिँ टक्क भोजपुरको देउराली भन्छ न, यो चाहिँ देउराली हो टक्कसँगले। भोजपुरको चिनारी खुकुरी छ यहाँनिर, टक्क चाहिँ भोजपुरे खुकुरी छ यहाँनिर चाहिँ। गाइज हैन, मैले बर्थडे गर्ललाई चाहिँ भेट्सकेँ। बर्थडे गर्ल चाहिँ उहाँ हुनुहुन्छ हैन। ह्यापी बर्थडे। थ्याङ्क यू। अब चाहिँ हामी जान पर्ने हुन्छ हैन। यहाँ अर्को जना बर्थडे यहाँ हुनुहुन्छ, अर्को जना टिकटक बनाउनु हुँदैछ, अरू पनि हुन्छ यहाँनिर। गाइज हैन, यहाँ बर्थडे मनाउन आएको हो कि टिकटक बनाउन आएको हो। यस्तो छ यहाँ केकको यस्तो लथा लिङ्ग छ है त। बर्थडे गर्ल चाहिँ उहाँ खुर 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 कुद्नु हुँदैछ यहाँ। यी केक चाहिँ उहाँ बोक्नु भएर छ नि। हामी चाहिँ जाँदैछौँ। पैसा हुन्छ यहाँ, पैसा आज यिनीहरूको के खुवाउनु? पैसा 4000 छ हौ। गाइज हैन, हामी चाहिँ देउरालीको फेमस चन्द्रमा होटेलमा आइसकेको छौँ। यहाँ हुन्छ हाम्रो बर्थडे गर्ल। खुसी छ, खुसी छ। जन्मेको दिन हो नि त, धेरै खुसी छ। गाइज हामी चाहिँ सरप्राइज दिन आँटेको होइन। कहाँ छौ है? एउटा स्प्रे बोक्नु मान्छे चाहिँ भित्र बोलाउँछ होइन। Happy birthday to you, guys. Happy birthday. Happy birthday. Surprise successful भयो। Thank you so much. Thank you so much. सरप्राइज गर्दाखेरि कस्तो फिल भयो तिमीलाई? सुनाउ न त तिम्रो। मलाई त थाहा थिएन, कस्तो धेरै रमाइलो भयो, धेरै रमाइलो लाग्यो। मलाई थाहा थिएन यति ठुलो सरप्राइज दिन्छ भन्ने, मलाई थाहा थिएन। साथीलाई हो अहिले त गर्नै पर्यो नि होइन र। यतिको साथी चाहिँ जिन्दगीमा कहिले पनि भेटिँदैन ल। यति साह्रो भनिदिएको। अहिले चाहिँ हामी होइन यो होटलमा गरिवरी हामी चाहिँ घर जाँदैछौँ। अब हामी चाहिँ बर्थडे मनाइसकेर घर जाँदैछौँ होइन। हामी यतिजना चाहिँ बर्थडे खानु पनि बर्थडे मनाइदिनु पनि आएको थियौँ। अहिले चाहिँ हामी घर जाँदैछौँ। जाम ल बर्थडे गर्नु यति खुसी। हामी चाहिँ यहाँनिर नाच्दैछौँ है, नाच्दैछ मेरो साथीहरू, हेर्न सक्नुहुन्छ। खै नाच्नु सबैजना, रमाइलो हल्का। बर्थडे गर्ल चाहिँ यहाँ हुनुहुन्छ है। सुन कान्छा यो हवाले के रोडमा साथीहरू यतिको चाहिँ हुनपर्छ के। यतिको रमाइलो त चाहियो नि त होइन। आकाशको फल आहा तरी मर भनेको यो बाटो हेरेर थुक्ने त हिँड्न पर्छ यहाँ। जे भए पनि एक दुईवटा टिपेर ढिक चाहिँ मार्न पर्छ। यहाँनिर एउटा चोर चाहिँ चोर्न बस्नु भइसक्यो हेर चाहिँ होइन। मन पसे क्या कसैले चोरेर पनि मलाई दिएनन्। दियो कति अमिलो राउ हो नि त हामी राउ।
पूजा खत्री चोर्न सफल भएर खानु हुँदैछ धेरै गोजीमा पनि चोरेर राखेको छु आजको भिडियो चाहिँ यतिसम्म नै हामी चाहिँ घर आइपुगिसक्यौँ थ्याङ्क फर वाचिङ